आदरणीय आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, सर्वप्रथम म यहाँहरूलाई समक्ष एउटा क्षमा याचना गर्न चाहन्छु। धेरै ढिलो आइपुगे र क्षमा यस कारणले क्षमा याचना गर्न चाहे कि मलाई विश्वास छ यहाँले क्षमा प्रदान गर्नुहुनेछ। यो निर्वाचन 2084 मा हुने निर्वाचन 82 मा किन भइरहेको छ? 84 मा हुने निर्वाचन सामान्य ढङ्गले हुनेवाला थियो, 82 मा किन आइपुग्यो? यो यदि यसको महत्त्व हामीले बुझ्यौँ भने यो निर्वाचनको महत्त्व झल्किन्छ। तपाईँ हामीलाई थाहा छ 2079 मा एउटा निर्वाचन देशले सम्पन्न गर्यो। त्यसमा एउटा प्रतिनिधि सभाको गठन पनि भयो, विभिन्न सरकारहरू पनि बनेर अन्तिममा एउटा बलियो सरकार, जनजनै 2/3 बराबरको सरकार बनेको थियो, निर्माण भएको थियो। संसद पनि एक ढङ्गले अगाडि बढिरहेको अवस्था थियो। तर 2/3 को सरकार बनेकै बेलादेखि देश अलिकति जटिलतातर्फ जान थाल्यो। कारण के त त्यसो भयो? तत्कालीन प्रधानमन्त्रीको कुशासन र दम्भ र अर्को सहयोगी दलको नेताको लोभले गर्दाखेरि जन आक्रोश या जनतामा जे जति परिस्थिति उत्पन्न भइरहेका थिए, युवा, विद्यार्थी, किसान, मजदुरमा, त्यस विषयमा सरकार या त अड्याई बस्यो, या बुझ्न सकेन, या उसले बुझ्न चाहेन। जसले गर्दा तपाईँ हामीले सबैले थाहा छ दुईटा घटना। एउटा सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगायो र भदौ 23 गते युवा विद्यार्थीहरूले एउटा आन्दोलन, शान्तिपूर्ण आन्दोलन, शालीन आन्दोलन गरे। मनोरञ्जनको रूपमा त्यो आन्दोलन गरेका थिए, रमाइरहेका थिए। त्यो आन्दोलनमाथि बर्बर दमन भयो, दर्जनौं शहीद भए। फलस्वरूप अर्को दिन समाजका विभिन्न हिस्सा तबकाहरूले त्यो आक्रोशले गर्दाखेरि 24 गतेको आन्दोलन एउटा भयावह रूप लिन थाल्यो। बलियो सरकार न त आफूले बचाउन सक्यो, न त संसदलाई बचाउन सक्यो। जे कारणले त्यो आन्दोलन भएको त्यो कारण यथावत छ साथीहरू। कुनै उम्मेदवारले भन्ला या नभन्ला, तर मेरो विश्लेषण के हो भने यो निर्वाचनले देशको वर्तमान चुनौती र समस्या समाधान गर्ने होइन कि सार्ने छ मात्रै, टार्ने छ मात्रै, समाधान हुनेवाला छैन। जे जति समस्या अहिलेको निर्वाचन उदासीन निर्वाचनको रूपमा हामीले हेरिरहेका छौँ। जब घोषणा भयो निर्वाचनको करिब केही महिनासम्म कसैले निर्वाचन हुन्छ कि हुँदैन भनेर शङ्का र संशय व्यतीत गर्नु पर्यो। विभिन्न चरणमा निर्वाचन होला भन्ने निष्कर्ष पनि निकालिए, जसले गर्दा निर्वाचनको लागि समुचित तयारी न त जनता तयार थिए, न त राजनीतिक दलहरू तयार भए, न त नेताहरू तयार भए, न त सरकार नै अलमलमा परेको अवस्था थियो। तर चुनाव निर्वाचन आइलाग्यो। यो निर्वाचन मैले भन्न खोजेको विषय के हो भने यसले समाधान दिँदैन, यसले साँच्छ मात्रै। अनि जान्छ कहाँ त्यो समस्या? गएर प्रतिनिधि सभा, आउँदो प्रतिनिधि सभामा ती समस्याहरू एकैचोटि बल्झिएर मुद्दाको रूपमा आउँछन्। यो म पहिलोचोटि जीवनमा निर्वाचन देखिरहेको छु जहाँ कुनै मुद्दामाथि, एजेन्डामाथि छलफल भइरहेको छैन। कुनै पनि पार्टी, राजनीतिक दल, नेता, उम्मेदवारले मुद्दाहरूमाथि मुद्दा उठाएर त्यो अहिले निर्वाचन लडिरहेको अवस्था छैन त्यहाँ। यो हुनु सुखद होइन। जब मुद्दा बेगर हामी निर्वाचनमा भाग लिन्छौँ, जब त्यो एजेन्डाहरू जनताबाट अनुमोदित नभएको अवस्था हुन्छ, ती मुद्दाहरू छोडिएर अराजक ढङ्गले संसदमा पुग्ने गर्दछन्। त्यसकारण आउँदो यो निर्वाचनको नतिजाले बाट निर्माण हुने प्रतिनिधि सभाले तय गर्नेछ कि नेपाल अब कता जानेछ भनेर। तपाईँ हामी सबैले थाहा छ देश अर्थतन्त्रले गर्दा ठुलो भएको छ। मन्दीले गर्दा, मन्दी कुनै ब्यान्ड बाजा बजाएर, पञ्चे बाजा बजाएर आउँदैन। अर्थतन्त्रको सबभन्दा विकृत रूप हो मन्दी। गाउँ गाउँ, सानसाना पसलहरू, घरसम्म, प्रत्येक चुलोसम्म मन्दी पुगिसकेको अवस्था छ। मन्दीले मन्दतीस जस्तै गरिएको छ। तर दुर्भाग्य के हो भने कोही पनि यस विषयमा चर्चा गर्न तयार छैन। बिचरा अर्थमन्त्री र गभर्नर बाहेक तिनलाई बाध्यता के छ भने त्यो तथ्याङ्क सबै उनीहरूका पुग्छ। त्यो बाहेक कोही पनि छलफल गर्न तयार छैन। मैले भन्न खोजेको विषय के हो भने देश
राजनीतिक सङ्कट मात्र होइन, आर्थिक सङ्कटको सङ्घारमा पनि छ र यो छलफल हुनु पर्थ्यो, तर हुन सकिरहेको छैन। यस कारणले गर्दाखेरि यो निर्वाचन मात्र सामान्य एउटा जनप्रतिनिधिको चयनको लागि मात्रै भइरहेको छैन। भावी नेपालको दिशा अब कता बढ्नेछ त्यतातर्फ पनि यो निर्वाचनको नतिजाले हामीलाई डोर्याउनेछ। म विज्ञानको विद्यार्थी हो, हामी सबैलाई थाहा छ हरेक वस्तुमा एउटा गति हुन्छ, हरेक वस्तु गतिशील हुन्छन्, तर त्यो वस्तुले दिशा पाएन भने, डाइरेक्सन पाएन भने गोल चक्करमा घुमिरहन्छ। अहिलेको अवस्था त्यही हो, कतै न कतै गोल चक्करमा देश फसेको अवस्था छ, देश जोखिममा परेको अवस्था छ। त्यसकारण यो निर्वाचन यो निकास दिने भन्दा पनि निकासको बाटो कमसे कम तय गर्नेछ। संविधान फाइटे छ, त्यसको उपचारसम्म गर्नेछ यसले, तर समाधान पूर्ण रूपले यदि हामी कामना गरेका छौँ, कल्पना गरेका छौँ भने यो निर्वाचनले पूर्ण रूपले त्यो समाधान दिनेवाला छैन। म तपाईँहरूलाई स्पष्ट ढङ्गले आफ्नो विचार राख्न खोजेको विषय यो हो। यही क्रममा यो निर्वाचनमा भाग लिउँ कि नलिउँ भन्दाखेरि मेरो अगाडि पनि धर्म सङ्कट थियो। एक त मेरो व्यक्तिगत क्षति, घरमा मेरो पुरै फुल त ध्वस्त भयो। मेरो छोराले जो जिन्दगीको उमेरकै छोराको चाहिँ एउटा व्यक्ति छ, त्यो फुल त ध्वस्त भयो। म व्यक्तिगत रूपले हिम्मत गर्न सकिरहेको थिइनँ निर्वाचनमा भाग लिउँ कि नलिउँ भनेर। तर दुईटा कारणले गर्दा, दुईटा धर्म सङ्कटले गर्दा मैले निर्वाचनमा भाग लिने निर्णयमा पुगेँ। एउटा कारण के हो भने तपाईँ हामीले नै रोजेर पठाएको देशको सबभन्दा सम्पन्न र धनी मान्छे विनोद चौधरी जो यसभन्दा अगाडि हाम्रो जनप्रतिनिधिको रूपमा काम गर्नुभयो, म पुनः उम्मेदवार भएर आउनुभयो। मलाई अवस्था कस्तो आयो भने यदि म निर्वाचन नलड्ने हो भने आम चर्चा के हुन्थ्यो भने बाबा चुनाव लडेनन्, कहीँ टिके क्या हो, कहीँ विनोद चौधरीले खरिद गरे क्या हो यिनलाई। त्यस कारण त्यो कलमको भारी कलम बोक्न परोस् भनेर त्यो भयले गर्दाखेरि पनि म निर्वाचनमा उम्मेदवार हुनु पर्यो। अर्को देशको राजनीति कता जाँदैछ कम्तीमा थोरै पनि मलाई अलिकति ज्ञान छ। देश यस्तो जटिलता चक्रवृद्धिमा फसेको अवस्थामा मेरो केही योगदान हुन सक्ने छ भन्ने, किनभने म व्यक्तिगत रूपले करिब नेपालको हरेक आन्दोलनमा मैले भाग लिएको छु। पहिले अग्रणी पङ्क्तिमा पनि बसेर मैले काम गरेको छु, चाहे द्वन्द्वको बेला होस् या गणतन्त्रको आन्दोलन होस्, सङ्घीयताको आन्दोलन होस्, हरेक आन्दोलनमा मेरो त्यहाँ म चन्दा पुरस्कारमा नेता भएको होइन। यहाँ सबैले मैले यहाँलाई जानकारी नै छ, यो क्षेत्रले मैले पटक प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेँ। त्यसको लागि म सधैँ आभारी रहनेछु, कृतज्ञ छु, ऋणी छु। मेरो हरेक निर्वाचनमा मेरो आफ्नो घोषणापत्र केही पनि हुँदैन। चुनाव लडेपछि म यो गर्छु ऊ गर्छु यस्तो निर्माण गर्छु भनेर म कहिले भन्ने गरेको छैन, किनभने त्यो प्रतिनिधिको कामै हो, कर्तव्य अन्तर्गत आउँछ। प्रतिनिधि निर्वाचित भइसकेपछि त्यहाँ भजन गाउन जाने होइन, उसको कामै यो काम गर्ने, उसको कर्तव्य हो काम गर्ने। र मेरो यति एउटा चाहिँ सङ्कल्प मैले सधैँ लिएर निर्वाचन लडेको छु। मेरो कारणले गर्दा यस क्षेत्रका जनता र मतदातालाई लज्जाले र शर्मले शिर निहुराउनु पर्ने छैन भने मैले कायम राखेको छु आजसम्म। यो धरतीमा कोही माइका दल छैनन् जसले मलाई कलमको एउटा भारी पकाउन सक्नु अथवा आलोचना गर्न सक्नु। 5 पटक तपाईँहरू जिताउनु भयो। देशका महत्त्वपूर्ण मन्त्रालय र सङ्कटको समयमा मैले त्यो मन्त्रालयहरू सम्हालेको छु, तर मलाई कहिल्यै पनि कलम बोक्नु परेन। त्यसको कारण तपाईँहरू हो, मलाई थाहा थियो। यदि मलाई केही भयो भने म इमान्दार भएर, तिमीले एउटा कृष्ण प्रसाद भट्टराईले भन्नुहुन्थ्यो एकचोटि, म र विजय कुमार पाण्डे जाँदाखेरि, बाबु हो यो भूभागमा गर्ने र नगर्ने एउटै तराजुमा तौलिन्छन्, हो रहेछ त्यो चाहिँ गर्ने र नगर्ने एउटै तराजुमा तोलिने यहाँ रहेछ। हामी कहाँ यो भूभागको यो चाहिँ एउटा विसङ्गति रहेछ। त्यस कारणले मैले अब यहाँ गरेका कामहरू अहिले मलाई एउटा समस्या परिरहेको छ, तपाईँहरूलाई मैले भन्नै पर्ने भएको छ। हामीले सुरु गरेका काम, हामीले टुङ्ग्याएका काम अहिले केही उम्मेदवारहरूले आफूले गरेको जस्तो प्रचार गरिरहेका छन्। तपाईँहरूलाई थाहा छ जति काम भएको छ मेरो नाम कहीँ पनि छैन, नाम मैले लेखाउँदिनँ। त्यहाँ पुलहरू बने, सडक बने,
या अस्पतालै बन्यो, अस्पताल ल्याइयो पनि म बनाउला त्यो विषयमा, त्यहाँ नाम मेरो छैन, त्यो जनताको हो। मैले प्रयास गरेँ हो विकास भनेर आफै आउँदैन साथी हो, त्यसले खोसेर ल्याउनु पर्छ, जबरजस्ती ल्याउने गर्नुपर्छ। स्थिति त्यो हो। अब डर लाग्न थालेछ कि मान्छेले हामीले गरेका काम आफ्नो खातामा राख्न थालेछन्। नलेखाएर कहीँ गल्ती त गरिएन, आफ्नो नाम पो लेखाइदिने होला, विनोद चौधरी हाम्रो विक्रमहरूले देखाइदिने होला भनेर। जसलाई एउटा तपाईँहरूलाई कति थाहा छ, पटघाटे पुल 23 वर्ष अगाडि बनेको पुल हो। अस्ति एउटा पत्रिकामा मैले पढेँ, विनोद चौधरीले आफूले बनाएको भन्नुभयो। जुन बेला उहाँ चाउचाउ बेच्दै हुनुहुन्थ्यो, अलि राजनीतिमै आउनु भएको थियो र त्यस बेला मैले बनाएको भनेर भन्नुभएको थियो। यस्ता अनगिनत थरी छन् पुलहरू, खजुरामा मात्रै 7वटा पुल बनेका छन्। यही संसारको बाटो के अवस्थामा थियो तपाईँहरूलाई थाहा छ। केन्द्रीय योजनामा हालेर हामीले अगाडि बढाएका छौँ, कतिपय हलहरू बनेका छन् यहाँ। र सबभन्दा महत्त्वपूर्ण तपाईँमध्ये कतिजना उपस्थित पनि हुनुहुन्थ्यो, ट्रमा सेन्टर 50 बेडको ट्रमा सेन्टर हामीले निर्णय गरेर बर्खाटमा ल्याएको। जब चुनावमा म पराजित भएँ, शिलान्यास गर्ने दिनमै त्यस बेलाको स्वास्थ्य मन्त्री प्रदीप पौडेलकै उपस्थितिमा तत्कालीन निवर्तमान सांसद विनोद चौधरीको उपस्थितिमा मैले भनेको थिएँ, मैले त 50 बेडको चाहिँ निर्णय गरेको थिएँ। 10 करोड त निकासा नै भएको थियो, त्यसमा 38 करोडको योजना थियो। त्यो ट्रमा सेन्टरका आफ्ना केही सिद्धान्तहरू छन्। कम्तीमा 3वटा अपरेसन थिएटर हुनुपर्छ, त्यसमा 6 जना विशेष सेवाका डाक्टरहरू हुनुपर्छ। त्यसलाई अनि मैले भनेको थिएँ, मैले त हात्ती जन्माएँ, हात्तीको बच्चा जन्माएको थिएँ, तपाईँहरू बाख्राको बच्चा लिएर किन आउनुभयो 15 बेडमा प्रयोग गर्नु? यो मैले भन्न पाउन किन पाउने? हामीले गरेका काम आफ्नो खातामा लेखाउने। म हेर्नुहोस्, मलाई सुनको दिन्थ्यो सधैँ, मैले भने कहीँ पनि मैले नाम लेखाएको छैन, मैले चर्चा पनि गर्दैन थिएँ। चाहे हेल्थ पोस्टहरू होस्, यही बनेका हेल्थ पोस्ट, यही वार्डमा बनेका हेल्थ पोस्ट हो, या अन्य बाटोहरू, यही बाटोहरूको हामीले सुरु गरेको चाहिँ बाटोहरू हो। चिसापानी मधौनी बाटो हामी महेशपुरसम्म पुर्याउने बाटो हो, या माथि स्कुलहरूको भवनहरूमा या अरू कामहरू जुन गरिएको छ। मलाई लाजलाई पनि लाज हुनुपर्ने हो। मैले महेशपुरको एउटा भाषणमा भनेको थिएँ, प्रवचनमा, जहाँ शेरबहादुर देव आउनुभएको थियो, यदि खेलाउन मन छ भने आफ्नै बच्चा जन्माएर खेलाउनु चाहिँ। मैले जन्माएको बच्चा किन खेलाउनु? हिम्मत छ भने खेलाउनु। अहिलेको अवस्थामा जुन यो विकास निर्माणको गति 3-3.5 वर्ष अवरुद्ध भएकै हो, तपाईँ हामी सबैले अनुभूति गरेका छौँ। किनभने यो देशको सबभन्दा धनी मान्छे कर तिर्नेमा 33 नम्बरमा पर्छ। अर्थशास्त्रको सिद्धान्त बुझ्ने मान्छेले बुझेका हुन्छन्। सबभन्दा धनी र बढी कारोबार गर्ने मान्छेले बढी कर तिरेको हुन्छ। भ्याट भनेको उसको कर होइन, त्यो उपभोक्ताबाट उठाएको पैसा हो, त्यो कुनै व्यवसायको कर होइन। त्यो चाहिँ विभिन्न प्रकारका करहरूको विषयमा मैले धेरै कसैको आलोचना गर्न चाहन्न, मेरो बानी पनि हो, मैले वचन पनि दिने गरेका छैन। तर एउटा कुरा चाहिँ मैले भन्न खोजेको के हो भने, म यो क्षेत्रको जनताको सम्मान गिर्न दिनेवाला पनि छैन। यहाँ अवरुद्ध जुन विकास छ, एउटा उदाहरण म दिन्छु। अहिले हाम्रै पालामा 2070 सालमा यही खजुराको टेन्डर भयो। त्योभन्दा अगाडि बाडीपीठदेखि बरुवासम्मको बाटो एक्जिम ब्याङ्कको पैसाले हामीले नै बनाएको। खजुराको पुल त्यसबेला निर्माण सुरु भयो, टेन्डर पनि भयो, सब कुरा सुरु भयो। 20मा शिथिल भयो त्यहाँ काम। अस्ति कुलमानजी आउनुभयो, सम्बन्धित मन्त्री हुनुहुन्थ्यो, उहाँले पहल गरेपछि बढ्न सुरु भएको छ। साथीहरू थिए, अरू पनि जनप्रतिनिधि, किन पहल गर्न सकेन? ट्रमा सेन्टरको विषयमा जो जनप्रतिनिधि साथीहरू यदि यहाँ हुनुहुन्छ भने उहाँहरूलाई थाहा छ, ट्रमा सेन्टरको निर्णय गर्ने बेलामा यहाँका तत्कालीन पालिकाका प्रमुखले दाइ गजबको ठाउँ खोज्दैछु, म गजबको ठाउँ खोज्दैछु भन्दा 2 वर्ष बिताउनु भयो। अन्तमा ठाउँको विषयमा विवाद उहाँहरूले नै सिर्जना गराउनु थियो। लास्टमा के हो, हामी यो उसको जग्गा भाडामा लिएर चिसापानीमा 15 बेडको ट्रमा सेन्टर बनाएर अनि आफ्नो हातले आफ्नै खुट्टीमा साबसी दिँदै बसिरहेको अवस्था छ। भाडामा जबकि जग्गाहरू थिए,
यहीँको पनि जग्गा प्राप्त भएको थियो, बाढी पीडितको जग्गा चाहिँ प्राप्त भएको थियो, अरू पनि जग्गाहरू प्राप्त भएका थिए। तर जुन नीतिसँग लड्न सकिन्छ, नियतसँग लड्न सकिन्छ। नियत खराब भएपछि त्योसँग लड्नै सकिन्छ। नीति भनेको देखिन्छ, त्यसलाई सुधार्न सकिन्छ, त्यसलाई लड्न सकिन्छ। तर नियत नै खराब भइसकेपछि बडा गाह्रो हुन्छ। हामीले यही भोग्यौँ यस विषयमा र त्यस कारणले अहिले म धेरै यहाँहरूको समय लिन चाहन्न। जे जति अधुरा कामहरू छन् ती आफै त्यो प्रक्रिया मैले अझ पनि मेरो वचनबद्धता केही पनि होइन, मेरो केही पनि त्यस्तो प्रतिबद्धता मैले व्यक्त गरिरहेको छैन यही गर्छु भनेर। चुनावको बेलामा तपाईँहरूले एउटा सुनाइदिन्छु म। एकजना विद्वान लेखकले के लेखेको थियो भने एकजना नेताजीले भाषण गर्दै थियो, म यहाँ पुल बनाइदिन्छु भन्न थाले। अनि एकजना श्रोताले के भन्यो भने नेताजी यहाँ त नदी नै छैन, कहाँ पुल बनाउनुहुन्छ? अनि नेताले भने म नदी पनि ल्याइदिन्छु। चुनावको बेलाका यस्ता फोकटियाका यस्ता चाहिँ हल्का फुल्का प्रतिबद्धता माथि विश्वास छैन। म कर्मयोगी हो, तपाईँहरू साक्षी हुनुहुन्छ। म इमान्दार र निष्कलङ्क हो, तपाईँहरू साक्षी हुनुहुन्छ। यदि हो भने यसलाई साक्षी राखेर म यहाँहरूको सहयोग खोजेको छु र उम्मेदवार भएको छु। देशको जटिलतामा मेरो एउटा सहयोगकर्ताको रूपमा मैले भूमिका निर्वाह गर्नेछु। यो मेरो आफ्नो प्रयास हो। धेरैचोटि गरियो, दलहरूको बेलामा, देश खोजेको बेलामा पनि हामीले यो काम गरिसकेका छौँ र भविष्यमा पनि त्यो गर्ने अठोट छ मेरो। त्यस कारणले यो निर्वाचनमा यहाँहरूले सधैँ नै यसपटक मलाई सहयोग गर्नुहुनेछ भन्ने विश्वास र आशा राख्दै यहाँसँग बिदा हुन चाहन्छु। धन्यवाद।